एकैछिन पोख्नुहोस्। कृष्णले अर्जुनलाई भन्नुभएको छ, मन जीवित प्राणीको शरीरको एक अदृश्य भाग हो। यो देखिँदैन तर यो सबैभन्दा शक्तिशाली छ। यो शरीरको एक भाग हो। याद राख्नुहोस् कि मन शरीरको एक भाग हो। यो आत्माको एक अंश हो। यसको आत्मासँग कुनै सम्बन्ध छैन। यदि रथमा बसेको आत्मा रथको मालिक हो भने मन शरीरको सारथी हो। यसले इन्द्रियका घोडाहरूलाई यताउता भौतारिन लगाउँछ। युवावस्थाको उत्साहमा यो चञ्चल मनले मानिसलाई यो उसले आफू सर्वशक्तिमान छु भन्ने भ्रम दिन्छ। ऊ जे पनि गर्न सक्छ। ऊ यहाँको राजा हो जसको अगाडि सबै झुक्न बाध्य छन् र जसलाई सबैले सलाम गर्छन्।